पोर्टिन आयोडिन सोल्युसन 5% यही लेखिराखा हो। यो भने बेटाडिन सेफाडिन जे आयो भने भित्र रसायन के छ आयोडिन छ है, पोर्टिन आयोडिन छ 5% छ हो। यो चिजलाई चाहिँ हामीले के गर्ने दुधको लागि थुनलाई डिप गर्ने हो है। त्यसलाई हामी के गर्छौँ यो 9 भाग यो 1 भाग हाल्छौँ हैन। ग्लिसरिन 1 भाग र आयोडिन हामी 9 भाग हाल्छौँ। अब के गर्ने भन्दा इब्रिकालिन हालौँ हैन। 9 भाग हाल्दा धेरै छैन जस्तो लाग्छ नि। पुग्छ किन्न पुग्ने 1 हेर्नु है 9 है पुग्यो है। अब यो चाहिँ हामी के गर्ने 1 भाग हाल्छौँ हैन। त्यही बिर्काले हाल्नु पर्यो। यो सानो हुन्छ नर्मल युज गर्ने ग्लिसरिन त होला नर्मल युज गर्ने ग्लिसरिन हो है। अब यो चाहिँ के हुन्छ बाक्लो हुन्छ जुन भने के भन्नु है। ए हातमा प्रयोग गर्नेहरू हो के फुटे ठाउँ प्रयोग गर्ने ठ्याक्कै है। यो चाहिँ ग्लिसरिन 110 को अब हामीले थुनलाई डिप गर्ने अहिले हामीले त्यही अहिले थुनमा गरौँ है। ल हेर्नु ल भिडियो गरौ के ल हेर्नु। अब यसलाई के गर्ने दोइसकेपछि है जहिले है हामी गाई दोइसक्छौँ अथवा भैँसी दोइसकेपछि के गर्ने जहिले पनि हाम्रो लैना भैँसीहरूलाई ठ्याक्कै थुन चोबल्ने यसरी चोबल्ने यसरी नि हो। यो चोबल्ने के भयो यो थुन पनि नरम भयो र यो ग्लिसरिनले गर्दा यसलाई के भयो यो थुनमा भएको पुवाल थुनिन्छ हेर्नु है। यसरी डुबाइदिने हो यसरी डुबाइदिने त्यो दुधको पुवाल चाहिँ थुन चाहिँ पुवाल थुनिनु पर्यो हेर्ने 2 घण्टासम्म हेर्ने। अब यसो गरिसकेपछि के हुन्छ यो थुनको पुवाल पनि बन्द भयो र हामीले जहिले पनि के गर्नुपर्छ यस्ता पशुहरूलाई दोइसकेपछि तत्कालै बस्न दिनुहुन्न।